गुड मर्निङ सबैजनालाई मेरो च्यानलमा तपाईहरुलाई स्वागत छ। अनि आज चाहिँ चिसो चिसो नै मौसम थियो किनकि आज कार्तिकको लास्ट दिन। अनि मिया चाहिँ मानिमी चाहिँ बिहानै उठ्छ किनकि सबैभन्दा अगाडि नै उठ्छ चिया बनिरा थियो अनि चिया खानको लागि बिहानै उठ्छ, जहिले पनि बिहानै नै उठ्छ। अनि यहाँ चाहिँ चिया राख्नको लागि कपहरु रेडी गर्दैछ, चिया बन्दैछ, यता गरम पानी हुँदैछ किनकि चिया नखाने मान्छेहरुलाई गरम पानी खानुहुन्छ नि त। अनि दुध पनि यता छ। अनि अचम्मको कुरा मानिमी त चियासँग चीज बल चोपेर खादै थियो। उनीहरुलाई चाहिँ मोबाइल देख्नु हुँदैन, दुईजना दिदीबहिनी हाई गर्न आउँछ, टु गर्न आउँछ, क्यामेरा देख्नु हुँदैन, जिस्किनु पर्ने के दुईजना दिदीबहिनी मिलेर के गर्छ। अनि यहाँ चाहिँ मेरो बाबुलाई चाहिँ बिहानदेखि लिएर कतिखेर नि कार्टुनहरु हेर्दै बसिरा हुन्छ अनि खेल्छ पनि अनि खान्छ पनि। जहिले पनि कुरकुरे र चिप्सहरु खान्छ अनि उसको पेट दुख्छ। अब दुख्छ त अनि दुखिहाल्छ नि, के दुख्दैन र? दुखेगा, तुम्हारा पेट बहुत दुखेगा। मेरो बाबुलाई पनि ब्लग बनाउन मन लाग्यो रे अनि उ चाहिँ ब्लग हेर्दैछ। मम्मी राम्री देखिरहेछ, मम्मी सुन्दर लगेछ है, बाबुको मम्मी सुन्दर लगेछ है, मम्मी सुन्दर लगेछ है। बाबु पनि आउन त, मेरो बाबु पनि सुन्दर लागिरहेछ। ये मम्मीको माया कदा मम्मीको माया कदा न। तपाईहरु कसलाई खाना बनाउन मन पर्छ होला? मलाई त खाना बनाउन मन पर्छ, नयाँ नयाँ आइटमहरु बनाउन मन पर्छ अनि रोटी पनि बनाउन मन पर्छ। कहिलेकाहीँ चाहिँ झ्याउ लाग्छ हैन। मैले बनाएको रोटीहरु चाहिँ एकदमै गोलो गोलो फुल्ने अनि राम्रो हुन्छ। मलाई चाहिँ लाग्छ मेरो खाना, मैले बनाएको खाना चाहिँ एकदम मिठो लाग्छ हैन। आफुलाई चाहिँ एकदमै राम्रो लाग्छ। अब खाने मान्छेहरुलाई चाहिँ थाहा छैन हैन, तर म चाहिँ आफैकै बनाएको खानाहरु चाहिँ एकदमै मन पर्छ के। अनि यहाँ चाहिँ म रोटी बनाउँदै थियो अनि भिडियो बनाउँदै रोटी बनाउँदै थियो, कुराकानी गर्दै। अनि भिडियो पनि बनाउनु पर्यो नि त। रोटी फटाफट बनाएर अनि राखिरहेको थिएँ कि मैले चाहिँ। कुनै मान्छेहरु यस्तो हुन्छ कि हैन, आफ्नो कामहरु निस्केपछि मान्छेसँग मतलबै नगर्ने त्यस्तो खालको पनि हुन्छ। अनि काम हुनुन्जेलसम्म चाहिँ तपाई हजुरजी हजुर गरेको हुन्छ हैन। अनि बोलचाल पनि हुन्छ एक अर्कासँग हैन, राम्रो व्यवहार गरेको हुन्छ। अनि जब काम निस्किन्छ नि हो त्यतिखेरदेखि मान्छेहरु तको हो मको हो भने जस्तै हुन्छ के। आजकलको मान्छेहरु किन यस्तो भएको हो? आजकल मान्छेहरुको कुरा गर्ने हो भन्दाखेरि हैन, म होस् या जोसुकै होस् हैन, आफुलाई नै एकदमै स्मार्ट, आफुलाई नै एकदम चतुर ठान्छ किन हो खोइ। मलाई चाहिँ एचएम पढेर बाहिर जानु मन थियो तर मैले पढिन, मैले म्यानेजमेन्ट चुज गरे। अनि अहिले चाहिँ पढ्दै छु। अनि के भन्छ रोटीहरु पकाउन चाहिँ राम्रो लाग्छ। अनि मैले मेहन्दी लगाए, साथीहरु कस्तो लागिरहेछ मेहन्दी, खोइ मैले चाहिँ जहिले पनि यस्तै लाउँछु। अब आफुलाई लाउन आउँदैन अनि यस्तै खालको मेहन्दीहरु लगाइरा हुन्छ। खानासाना खाएर फुर्सदमा बसिरहेको थिएँ अनि मेहन्दी लाउँदै बसिरहेको। अनि यता चाहिँ म फेरि रेडी भयो मम्मी कहाँ जानको लागि। मैले चाहिँ मेकअप गरेको राम्रो देख्छ कि मेकअप सिम्पलमै बसेको राम्रो देख्छ। अनि हामी चाहिँ मम्मी कहाँ जानलाई रेडी भएर अनि बाइकमा बसेर गयौँ आजको लागि। अब यति नै भन्नु। अब यहाँ हेर्नु फोहोरहरु कति हुन्छ के, तराई कहिले पनि विकसित हुन सक्दैन के, कहिले पनि हुन सक्दैन। छोड्दिम यो कुराहरु किन गर्ने हो। आजको लागि यति नै भिडियो अब यही एन्ड गर्न चाहन्छु। थ्यांक यू, बाइ बाइ।